मलाई चाहिँ एउटा कुरा भन्नु मन लाग्यो कि म पहिला काम गर्ने ठाउँमा एउटा दाइ हुनुहुन्थ्यो अनि दाइ र म चाहिँ गफ गर्दै थियौँ अनि त्यही बेलामा दाइले मलाई भन्नुभयो कि दाइलाई चाहिँ बारटेन्डिङ काम एकदम धेरै मनपर्छ अनि एज अ बारटेन्डर काम गर्न पाएँ दाइलाई जति लङ आवर्स सिफ्ट गरे पनि अल्छी लाग्दैन केही पनि नसोचिकन क्यानाडामा केही काम गर्नु छ भने म बारटेन्डिङ गर्थेँ बारटेन्डर गर्थेँ एकदम मनपर्छ त्यो काम भनेर भन्नुभयो अनि मलाई पनि सोध्नुभयो कि तिमीलाई चाहिँ कुन काम मनपर्छ भनेर म त एकछिन टुवा पऱ्यो कि काम पनि कस्तो मनपर्ने हो र म त काम गर्न नपर्ने भए त काम पनि गर्थिनँ होला मलाई त कुनै काम पनि मन पर्दैन मलाई त घरमा सुतेर बस्नु मनपर्छ भने के अनि पछि यस्तो घर आएर सोचेँ होइन मलाई के चाहिँ काम गर्नु मनपर्छ त भनेर के अरे काम गर्न पनि किन मनपर्ने होला काम नै त हो जे नै भए पनि मेरो सोच चाहिँ त्यस्तो थियो क्या अनि पछि चाहिँ मैले यसो विचार गरेर सोचेँ होइन अनि त्यसपछि मलाई पनि रियलाइज भयो कि होइन मलाई पनि त यो कन्टेन्ट क्रिएटहरू यस्तो गर्नु भिडियोहरू बनाउनु मनपर्छ दाइलाई पनि त त्यस्तै होला मलाई जस्तो यो भिडियोहरू बनाउनु मनपर्छ दाइलाई पनि त त्यही बारटेन्डिङमा त्यसरी नै काम गर्नु मनपर्छ होला जस्तो लाग्यो अनि त्यसपछि बल्ल मैले बुझेँ क्या दाइले भन्न खोज्नु भएको कुरा या गाइज मेरो ड्रिम जब चाहिँ कन्टेन्ट क्रिएटर हुनु एज अ कन्टेन्ट क्रिएटर जब गर्नु नै हो भनेर मैले रियलाइज गरेँ कि गाइज वाट्स योर ड्रिम जब तपाईँहरूलाई चाहिँ के काम गर्दाखेरि चाहिँ लङ आवर्ससम्म पनि थके लाग्दैन मनैदेखि मनपर्ने काम के हो त विचार गर्नुहोस् अनि कमेन्ट गर्नुहोस् थ्याङ्क यू फर वाचिङ